नमस्ते टसी तेलेक मेरो नाम टसी पाल्साङ मलाई जोर्डन भनेर पनि बोलाउन सक्नुहुन्छ र यो भिडियोमा चाहिँ म तपाईहरुलाई टिबेटन अक्षर लेख्न र पढ्न सिकाउने छु त्यो पनि अब एकदम सुरुवातदेखि र राम्ररी हेरिदिनु होला यदि तपाईहरुलाई सिक्न मन छ र कसैलाई सिकाउन मन छ भने यो भिडियो देखाइदिनु होला है त धन्यवाद र आज चाहिँ पहिलो दिन हामी जस्तै इंग्लिशमा अल्फाबेट हुन्छ हैन नेपालीमा क ख ग घ त्यस्तै टिबेटनमा साल्जे सुम्चु भनिन्छ हो नेपालीमा हाम्रो अल्फाबेट भनौं क ख ग घ 36 वटा हुन्छ जस्तो लाग्यो मलाई हैन भने इंग्लिशमा 26 है र टिबेटनमा चाहिँ 30 वटा हुन्छ है त त्यसलाई भन्छ साल्जे सुम्चु भनिन्छ र यसलाई अब तपाईलाई नेपालीमा हो भने साल्जे साल्जे सुम्चु है र इंग्लिशमा पढ्नु हुन्छ भने देख्न सक्नुहुन्छ होला है साल्जे सुम्चु है त सुम्चु माने 30 वटा छ हो र फर्स्ट को वर्ड जुन चाहिँ यसरी लेख्नु हुन्छ है का हो नेपालीमा क भन्छौं टिबेटनमा का नेपालीमा लेख्नु हुन्छ भने यसरी कलाई एकार का इंग्लिशमा के ए का है त पहिला म यसलाई अलि है का र दोस्रो छ खा नेपालीमा यसलाई भने इंग्लिशमा के एच ए खा है र तेस्रो शब्द छ घा घा है त जी एच ए खा र चौथोमा छ ङा है नेपालीमा ङ छ नि त्यसलाई ङलाई एकार ङा इंग्लिशमा लेख्यो भने एनजी ए ङा है त र त्यसपछि छ च्या भन्छौं यसलाई च्या आदि च गरेर यकार च्या यस्तो गर्न सक्नुहुन्छ है इंग्लिशमा सी एच ए च्या है त र त्यसपछि छा चाहिँ मलाई अलि लेख्न आएन छा सी एच एच ए छा है त देख्नु हुँदै होला है त्यसपछि छ झा झा है त त्यसपछि न्या न्या चाहिँ कसरी लेख्ने हो आदि न्या एन जी वाई ए न्या है त र त्यसपछि ता है नेपालीमा त छ नि त्यसलाई तलाई एकार ता टी ए ता
र था था त्यसपछि धा ना त्यसपछि पा त्यसपछि फा त्यसपछि भा त्यसपछि एउटै देख्छ है मा है त र त्यसपछि आएर पा फा फा मा त्यसपछि चा चामा चाहिँ अब यो भयो चा है त यो हो चा सिर्फ यसले भिन्न गर्छ है त यो माथिको छ हो चा चा चलाई एकर चा चा छलाई एकर छा झा झा हो त्यसपछि वा नेपालीमा वा इङ्ग्लिसमा WA वा र आउँछ शा 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 चाहिँ कसरी लेख्ने हो नेपालीमा शा 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 यो त मलाई नेपालीमा लेख्नै आएन इङ्ग्लिसमा चाहिँ SHYA शा यो पनि अझ इङ्ग्लिसमा लेख्दा अलि हुँदैन हो तर यस्तै हो शा त्यसपछि छ सा हो सा यो पनि आएन मलाई नेपालीमा लेख्नु सा ZA जस्तै हो ZA चाहिँ खास भने जा हुन्छ हैन एकदम जा हैन सा भन्नुपर्छ के शा सा र त्यसको बादमा छ हा 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 या यसलाई एकर या YA या हो र हुन्छ रा रलाई एकर रा मसिनै सक्नु लाग्यो त्यसपछि ला हुनु त अब टिबेटन नेपालीहरु अलि एउटै त हुन्छ है नेपालीमा ल हो टिबेटनमा ला रा ला शा 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 नेपालीमा स टिबेटनमा सा सा त्यसपछि हा अलिकति हा गर्नुपर्छ है यो चाहिँ यो भयो तपाईको हा हो यो हो हा हा र अन्तमा
आ यो चाहिँ हो मैले टिबेटनमा पनि लेखेको छु हो र इंग्लिशमा पनि लेखेको छु र नेपालीमा पनि लेखेको छु अब यसलाई पढ्नु पर्यो तपाईले का का यो भयो खा खा यो भयो गा nga चा छा जा nya है त ता था धा ना पा फा बा मा चा छा जा वा शा सा हा या रा ला शा सा हा आ यो चाहिँ हो साल्जु सुम्जु भनिन्छ यसलाई सुम्जु माने 30 है त 30 है साल्जु सुम्जु भनिन्छ यसको नाम जस्तै इंग्लिशमा एबीसीडी लाई अल्फाबेट भनिन्छ हैन नेपालको त्यो क ख ग घ लाई के भन्छ त्यो चाहिँ मैले बिर्सेछु तपाईलाई थाहा छ भने भन्नु होला र यो चाहिँ थियो साल्जु सुम्जु है त अनि आशा छ तपाईले केही भए पनि जान्नु भयो होला भनेर अनि फेरि हेर्नु होला राम्ररी बुझ्नु हुनेछ हो लेख्ने प्रयास गर्नु होला है त धन्यवाद